डाँडो पुरै भाइरल भएको रहेछ त त्यही भएर यसो तस्बिर हान्नु भनेर आइदिएको झन्डा फरर सबैजना घुम्न आउनु होला भाइरल डाँडामा हट्नुपर्ने कारण के छ भन्दा नि पुरा मासतिर जाने भन्दैछ क्या सीता हो पहिला देखाउँदै ओ बहिनी यो हर्क सम्पाङले बनाएको संस्कृति त त्यतैबाट ए बाइक र स्कुटरहरू त उतैतिर पो रहेछ के पर लगेर सम्पाङबाट टिकट काट्नुपर्ने हो कति रुपियाँ दुईटा दिनु न मैले टिकट काट्नुपर्ने रहेछ टक्कसँगले दाइले टिकट दिँदै हुन्छ 20 रुपियाँ 20 रुपियाँ रहेछ निकाल्नु त दाइ हामी हर्क सम्पाङ संस्कृति पार्क आँखा अलिकति हाम्रो मोबाइलतिर अरू मान्छेको अन्तैतिर संस्कृति पार्क at Doran. So this is quite good for us. So we are first time in here, yeah, because we don't know about this park before. When our Samang did this, then we are coming here to visit. भयो दाइ इङ्ग्लिस बोल्नु भने म पनि बुझ्दिनँ गाह्रो हो क्या कतिको ह्याप्पी हुनुहुन्छ त दाइ So I am very happy now. म त झन् धेरै खुसी छु मात्रै फोटो खिच्ने होइन हाम्रो ध्यान मोबाइलमै थियो र पो है फुटी गएको न पुरा कति दिनको हुने भयो अब कहाँ यहाँ हुन्छ नि आमा ओभर दामी माछा रहेछ त यहाँ त
हेलो गाइस, आज चाहिँ हामी यसरी घुमघाम गर्दैछौँ। सम सांस्कृतिक पार्क। मेरो दाई हुनुहुन्छ एकदम जिग्री दाई। खाना खाने हुन्छ त्यही पानी खाने हेलो साथीहरू, आज चाहिँ हामी अब हर्क सम्पाङ पार्क घुमेर अब हामी चाहिँ अब घर फर्किँदैछौँ। 5:30 पनि भइसकेको छ। हामीले अब लगभग रमाइलो गऱ्यौँ। अब 1.5 घन्टामा हामी अब घर पुग्छौँ। तपाईँहरू पनि आइदिनु होला र एकचोटि घुमिदिनु होला। सम सांस्कृतिक पार्क हर्क सम्पाङले बनाएको।